ओके, स्टार्ट रेकर्डिङ भएको छ, स्ट्रिमिङ भएको छैन। ओके, गुड। आजको यो यस प्रब्लम सल्भिङ सेक्सनमा चाहिँ हामी यो इभ्यालुएट रिभर्स पोलिस नोटेसन भन्ने प्रब्लमलाई चाहिँ हामी सल्भ गर्छौँ र यो चाहिँ मिडियममा लिस्ट गरिएको छ र मिडियम पोर्सनमा या इट्स लिभ इट मिडियम काइन्ड अफ क्वेसन र यो क्वेसन सल्भ गर्नुभन्दा पहिला हामी चाहिँ के बुझौँ भन्दा वाट इज रिभर्स पोलिस नोटेसन। रिभर्स पोलिस नोटेसन भनेको के हो त भन्ने कुरा बुझ्ने कोसिस गरौँ त। यसले चाहिँ के भनिरहेको छ, सिम्पली पोस्ट फिक्स नोटेसन भनिरहेको छ, अथवा इज अ म्याथमेटिकल नोटेसन इन विच अपरेटर्स फलो देयर ओपरेन्ड्स इन कन्ट्रास्ट टु प्रिफिक्स अर पोलिस नोटेसन इन विच यो भनेको छ र इन विच अपरेटर्स प्रिसिड देयर ओपरेन्ड्स। जस्तै इन 3 र 4 छ, 3 4 ओपरेन्ड्स छ होइन, र प्लस अपरेटर्स छ भने यो अपरेटर्सले चाहिँ हो यो दुइटालाई फलो गरेर तिनीहरू इनबाट चाहिँ एउटा रिजल्ट आउटपुट निकाल्छ कि वी इभ्यालुएट भन्नु। यहाँ क्वेसनमै जाउँ हामी, त्यही हो भन्नु खोजेको के हो भन्दा जस्तै यो क्वेसनमै हेर्दाखेरि हामीलाई जस्तै एउटा इक्जाम्पलमा यो दिएको छ, एउटा एरे अफ स्ट्रिङ्सहरू दिएको छ हो, एरे अफ स्ट्रिङ्स भएको एरे दिएको छ जसमा चाहिँ 2 1 अपरेटर प्लस दिएको छ, अनि फेरि अर्को 3 दिएको छ, अनि मल्टिप्लिकेसन दिएको छ हो। यहाँ चाहिँ अपरेटर्सहरू दिएको छ। अब यो रिभर्स पोलिस नोटेसनले के भन्छ त भन्दा जस्तै दुईवटा भ्यालु आयो, दुईवटा नम्बर्स आयो, अथवा यिनीहरू एज अ ओपरेन्ड्स लियो होइन, र त्यसमा चाहिँ एउटा अपरेटर्स दिएको छ भने यो अपरेटर्सले चाहिँ यिनी दुईवटा भ्यालुहरूलाई फलो गरेर भ्यालुहरूलाई फलो गर्छ हो। त्यही गर्न खोजेको यिनीबाट यसबाट यो अपरेटर्स युज गरेर यिनी दुईवटा भ्यालुमा युज गरेर हामी चाहिँ के गर्छौँ त भन्दा एउटा एक्सप्रेसन इभ्यालुएट गर्छौँ र ओके, र रिटर्न एन इन्टिजर द्याट रिप्रेजेन्ट्स द भ्यालु अफ द एक्सप्रेसन। रिटर्न एन इन्टिजर द्याट रिप्रेजेन्ट्स द भ्यालु अफ द एक्सप्रेसन, यो पनि हामी बुझ्छौँ। यसबाट हामी इन्टिजर एउटा भ्यालु रिटर्न गर्छौँ, रिटर्न इन्टिजर एउटा नम्बर एउटा इन्टिजर भ्यालु रिटर्न गर्छौँ। ओके, यहाँ चाहिँ भ्यालिड अपरेटर्सहरू के हो त भन्दा प्लस माइनस मल्टिप्लिकेसन डिभिजन, यिनी चारवटा अपरेटर्सहरू चाहिँ ओन्ली भ्यालिड भनेको छ। अपरेन्ड चाहिँ आइदर क्यान बी इन्टिजर अथवा एक्सप्रेसन पनि एनदर एक्सप्रेसन पनि हुनसक्छ भनेको छ। ओके, एक्सप्रेसन पनि हुनसक्छ भनेको छ। ओके, र डिभिजन बिट्विन टु नम्बर्स अलवेज ट्रन्केट्स टुवर्ड्स 0, अलवेज यो डिभाइड गरिसकेपछि कुनै पनि यदि फ्र्याक्सनमा आएको छ भने त्यो फ्र्याक्सन लास्टको भ्यालुलाई चाहिँ 0मै टर्न गर्नुपर्छ। देयर विल नट बी एनी डिभिजन बाई 0, 0ले डिभिजन हुने छैन। इनपुट रिप्रेजेन्ट्स अ भ्यालिड अरिथमेटिक एक्सप्रेसन इन अ रिभर्स पोलिस नोटेसन। इनपुटले चाहिँ रिप्रेजेन्ट्स अ भ्यालिड अरिथमेटिक एक्सप्रेसन इन अ रिभर्स पोलिस नोटेसन। यो दिएको इनपुट चाहिँ यस्तो फर्ममा हुनेछ भन्नु खोजेको है। ओपरेन्ड्स दिएको छ, ओपरेन्ड्स यो एक्सप्रेसन यो यहाँ चाहिँ ओपरेन्ड्स दिएको छ, अपरेटर्स दिएको छ भनेको यही रिभर्स पोलिस नोटेसनको रूपमा एक्सप्रेसनमा दिएको छ भनेको छ। एन्सर इन अल द इन्टरमिडिएट क्यालकुलेसन क्यान बी रिप्रेजेन्टेड इन 32 बिट इन्टिजर। ओके, यसबाट आउने रिटर्न इन्टिजर चाहिँ 32 रिप्रेजेन्ट, त्यसबाट आउने 32 बिट इन्टिजरमा रिप्रेजेन्ट गर्न पाइनेछ भनेको आउटपुट चाहिँ 9 आयो। कसरी आयो त भन्दा जस्तै यहाँ दुईवटा भ्यालु आयो, अपरेन्ड्सहरू आयो र अपरेटर्स आयो। यो अपरेटर्स युज गरेर दुईवटा भ्यालुबाट एउटा इभ्यालुएट गरियो। 2 + 1 3 भयो हो, 3 भयो, एउटा भयो हो। आई अल्सो मेक जस्तै यहाँ चाहिँ एउटा 2 छ हो। ओ माई गड, कसरी गर्ने भन्दा ओके, यहाँ 2 छ होइन, अनि त्यसपछि कति छ 1 छ, 2 1 छ होइन, अनि त्यसपछि प्लस छ होइन, अनि त्यसपछि मेबी 3 छ, अनि त्यसपछि 2 + 1 3, अनि त्यसपछि सपोज डिभिजन छ। ओके, डिभिजन छ भने कसरी एक्सप्रेस हुन्छ भन्दा यो पहिला चाहिँ
किन गराउँछु पहिला चाहिँ कस्तो हुन्छ भन्दा यो 2 प्लस 1 हुन्छ हो किनकि यो एक्सप्रेसन यो भ्यालुलाई अपरेन्सलाई केले यो अपरेटर्सले फलो गरेको छ भनेको यति चाहिँ के हुन्छ पहिलो एक्सप्रेसनमा आउँछ हो पहिलो एक्सप्रेसनमा आएर 2 प्लस 1 हुन्छ ओके 2 प्लस 1 हुन्छ फर्स्टमा यो 3 र यो यतिकै हुन्छ यतिकै यो केमा हुन्छ भन्दा एरेमा यतिकै बसिरहेको हुन्छ एज अ स्ट्रिङ है अनि त्यसपछि अब यो एउटा एक्सप्रेसन भयो फेरि हाम्रो के हुन्छ त यो एउटा भ्यालु हुन्छ यो अर्को भ्यालु हुन्छ हो र एउटा अर्को अपरेटर आयो भनेपछि यहाँ चाहिँ यो लास्टमा डिभाइड आउँछ भनेको 2 प्लस 1 3 डिभिजन बाई 3 लास्टमा के आउनु भयो त भन्दा 1 आउनु पर्यो र यसलाई कसरी सल्भ गर्ने हाउ वी आर गोइङ टु सल्भ इज हामीले यसलाई कसरी सल्भ गर्ने त भन्ने चाहिँ अब यसलाई सोल्युसन निकाल्नु पर्यो हो अनि जस्तै यहाँ अझ ठुलो पनि छ हो यस्तै 10 6 यस्तो छ कि यसलाई लेट्स सल्भ इट यसलाई इरेज हान्दियो होइन यसलाई इरेज हान्दियो कन्ट्रोल ए अनि पेन्सिलमा जाउँ है यस्तो छ है यस्तो छ होइन अब यसलाई यो चाहिँ हामीलाई एउटा एरे अफ स्ट्रिङ दिएको छ है यसबाट चाहिँ हामीलाई इन्टिजर रिटर्न गर्नु छ र हामीलाई एक्सप्लेनेसन पनि दिएको छ जनलाई बट आई वुड लाइक टु एक्सप्लेन इट हियर ओके सो यसको लागि के हुन्छ भन्दा 10 10 जस्तै हुन्छ ओके 10 जस्ताको तस्तै नै हुन्छ एरेमा त्यसपछि 6 यो खासमा सल्भ गर्ने कसरी हो भनेर भनेको है 6 यो क्वेसनले के मागिरहेको छ आइम ट्राइङ टु एक्सप्लेन फर्स्ट ओके र त्यसपछि हामी कसरी सल्भ गर्ने भन्ने कुरामा जान्छौँ 10 6 छ हो 10 6 छ त्यसपछि 9 छ त्यसपछि 3 छ हो त्यसपछि अपरेटर्स आयो अपरेटर्स आइसकेपछि फर्स्टको 2 भ्यालु दुईटा भ्यालुहरू चाहिँ के हुन्छ भन्दा यो चाहिँ डाइरेक्टली अपरेटरसँग अपरेटर्सले फलो गरेर यसरी एउटा एक्सप्रेसन बन्न जान्छ 9 प्लस 3 बन्न जान्छ हो अरू जस्ताको जस्तै हुन्छ अरू जस्ताको जस्तै 11 देखि जस्ट टेक फ्रम हियर 11 देखि अरू यहाँ जस्ताको जस्तै हुन्छ ओके अरू यहाँ जस्ताको जस्तै हुन्छ अब यो फर्स्टमा हुन्छ ओके यो फर्स्टमा हुन्छ पहिलो एक्सप्रेसन भन्न खोजेको यहाँदेखि यो फर्स्ट 2 भ्यालु अपरेटर्स फाइन्ड गर्नुभन्दा पहिला फर्स्ट 2 भ्यालुमा पुगिसकेपछि होइन त्यसपछि हामीले एउटा एक्सप्रेसन इभ्यालुएट गर्नु 9 प्लस 3 भयो अब दोस्रोचोटि अर्कोचोटि के हुन्छ फेरि उही हामी होइन अब हेर्ने एउटा त्यो एक्सप्रेसन भयो हो अब हेर्ने एउटा यो एक्सप्रेसन छ एउटा यो एक्सप्रेसन सरी एउटा भ्यालु यो छ त्यसपछि अर्को भ्यालु यो छ अपरेटर्स भन्दा अगाडि अपरेटर्स भन्दा अगाडि अनि हामीलाई अपरेटर्स आयो भनेपछि यो मल्टिप्लाईले चाहिँ यिनीहरूलाई फलो गरेर हामीले चाहिँ अर्को फाइन्ड गर्छ जस्तै यहाँ चाहिँ यहाँ गएर हो मल्टिप्लाई हो यसरी यो अर्को अपरेटर भयो ओके क्वेसनले भन्न खोजेको यो हो अब फेरि कपी गर्छु पेस्ट गर्छु अब के हुन्छ भने अब यसमा अनि यहाँ चाहिँ यो हट्छ है
हर छ यो हर छ ओके अब यसमा यो भ्यालु एउटा भ्यालु छ अपरेटर्स अगाडि एउटा यो भ्यालु छ हैन अपरेटर्स भन्दा अगाडि एउटा हैन यसमा कुन कुन थियो यसमा हैन यो गयो हैन सरी यार सरी मिस्टेक भयो सरी ओके अब यहाँ हैन मल्टिप्लाई भयो अब यो केसमा यहाँ एउटा अपरेटर्स भन्दा अगाडि एउटा यो भ्यालु छ अर्को यो भ्यालु छ हैन यो अपरेटर्स भन्दा एउटा यो भ्यालु छ हामीले चाहिँ यिनी यो दुईटा भ्यालुमा चाहिँ यो अपरेटर्स लाएर एउटा एक्सप्रेसन बनाउँछौँ भनेपछि कस्तो हुने भयो त भन्दा लेट्स गो हियर कन्ट्रोल सी कन्ट्रोल भी कस्तो हुने भयो त भन्दा अब कस्तो हुने भयो त भन्दा अब यहाँ चाहिँ यो डिभिजिबल चाहिँ कहाँ जाने भयो त भन्दा यहाँ जाने भयो डिभाइड यहाँ जाने भयो अर्को एक्सप्रेसन बन्यो ओके यसरी अब यसमा फेरि अब यसमा फेरि हामीले के अर्को एक्सप्रेसन अर्को अपरेटर भेटिसक्यो यहाँभन्दा अगाडि कुन कुन भ्यालु छ त एउटा यो छ एउटा यो छ अब यो अपरेटर्स यिनी दुईटा भ्यालुमा युज गर्ने हो ओके यो अपरेटर्स यिनी दुईटा भ्यालुमा युज गर्ने हो यो गर्दा यहाँदेखि यहाँसम्म युज गर्नु पर्यो यो गर्दा के हुने भयो त भन्दा यहाँ चाहिँ मल्टिप्लिकेसन आउने भयो हैन अनि यहाँ ब्राकेट आउने भयो अनि यो हट्ने भयो यो हुने भयो राइट अब यसमा क्वेसनमा के आयो त भन्दा अब हामीले फेरि अर्को चेक गर्नु पर्यो इज देयर एनी अपरेटर भन्दा अगाडि दुईटा भ्यालु छ एउटा यो भ्यालु छ एउटा यो भ्यालु छ यसलाई चाहिँ यहाँ एप्लाई गरिदिनु पर्यो यो गर्दा हाम्रो के आउनु भयो त भन्दा हैन यो भयो अब हेर्ने यहाँ यो प्लस कहाँ जाने भयो प्लस यता जाने भयो यो आउने भयो यहाँ चाहिँ प्लस आउने भयो र यहाँ चाहिँ अर्को एक्सप्रेसन आउने भयो राइट यो भयो अर्को एक्सप्रेसन कहाँदेखि कहाँसम्म यहाँदेखि यहाँसम्म भयो एउटा एक्सप्रेसन अर्को एक्सप्रेसन we have got one more operators and before that we have got two values so yeah, first one is this value right another one is this value okay and these operators we have to apply in we have to apply in these values in these two values so यो गर्दा के आउँछ त भन्दा just take this here okay and just put that okay र अब यहाँ चाहिँ यो अपरेटर प्लस अपरेटर हामी कहाँ युज गर्छौँ त भन्दा ओके या युज गर्छौँ यसरी हामीले चाहिँ के निकाल्छौँ त एउटा आउटपुट निकाल्छौँ एउटा इन्टिजर आउटपुट निकाल्छौँ यसरी हामीले एउटा आउटपुट निकाल्छौँ ओके
यसरी हामीले एउटा आउटपुट निकाल्छौँ 22 हो, त्यही दिएको छ 22 निकाल्छौँ। लेट्स सी है, लेट्स सी यसरी हामीले 22। अब यहाँभित्र जानु पऱ्यो। 9 + 3 कति थियो? 9 + 3 12, 12 into minus 11, I think 132, 132 minus it's in negative, so यो 0 हुने भयो। 10 times 0 भनेको 0 नै भयो। 0 + 17 भनेको 17 नै भयो। 17 + 5 भनेको 22 भयो हो। यसरी हामीले चाहिँ के गर्नु पर्यो त भन्दा 22 रिटर्न आउटपुट गर्नु पर्यो हो, यसरी गर्नु पर्यो। बट हाउ? अब यसलाई कसरी सल्भ गर्ने त? यसलाई हामीले यसरी गर्ने हो, यो क्वेसनलाई यसरी सल्भ गरेर 22 निकाल्ने हो भन्ने त थाहा भयो। बट अब यसको लागि लोजिक के हुन्छ त भन्दा वी विल युज स्ट्याक। हामीले चाहिँ यसलाई सल्भ गर्नको लागि स्ट्याक भन्ने युज गर्छौँ। स्ट्याक डाटा स्ट्रक्चर युज गर्छौँ, जहाँ चाहिँ लास्ट इन फर्स्ट आउट मेथड युज हुन्छ हो। लास्ट इन फर्स्ट आउट लिफो डाटा स्ट्रक्चर हो स्ट्याक चाहिँ। त्यही मेथड युज गरेर, यही एल्गोरिदम डाटा स्ट्रक्चर युज गरेर हामी यसलाई सल्भ गर्छौँ भन्न खोजेको। जस्तै हामी पहिला चाहिँ एउटा स्ट्याक बनाएर के गर्छौँ त त्यसमा पुस गरिदिन्छौँ। सबै दिएको एरे, त्यो एरेमा दिएको इन्टिजरहरू मात्र के गरिदिन्छौँ। जस्तै यो यहाँदेखि यहाँ छ नि ओके, यहाँदेखि यो इन्टिजर्सहरू छ नि 9 देखि 3 सम्म पहिला एउटा स्ट्याक बनाएको त। सपोज हामीसँग यो स्ट्याक छ हो, स्ट्याक छ हो। यो स्ट्याकमा चाहिँ हामी के गरिदिन्छौँ त पुस गरिदिन्छौँ। जस्तै 10 पुस गरिदिन्छौँ, त्यसपछि 6 पुस गरिदिन्छौँ, त्यसपछि 9 पुस गरिदिन्छौँ, त्यसपछि 3 पुस गरिदिन्छौँ। अन्टिल हामीसँग अपरेटर्स फाइन्ड हुन्छ नि त्यतिखेरसम्म पुस गरेको गरे गरिदिन्छौँ, पुस गरेको गरे गर्छौँ नम्बर्स है। अब एज सुन एज हामीसँग अपरेटर आउन साथ हामी के गर्छौँ त भन्दा फर्स्टको दुईवटा भ्यालुलाई पप हानिदिन्छौँ। र स्ट्याकमा युज हुने मेथड्सहरू भनेको एउटा पुस, अर्को पप। देयर आर मोर मेथड्स है, दुईवटा मेथड चाहिँ इम्पोर्टेन्ट छ। पुस पहिला हामी सबै दिएको एरेको इन्टिजर्सहरूलाई यहाँ पुस हानिदिन्छौँ। त्यसपछि एज सुन एज हामीसँग अपरेटर्स आउन साथ, अपरेटर्स if we find the operator, as soon as we find the operator, we pop out first two values that we have pushed into the stack, right? Pushed into the stack. र त्यो पप गरेको भ्यालुलाई म यहाँ लेखिहाल्छु। पहिलो कुरा भनेको हामी चाहिँ के गर्छौँ त push all the integers into the stack until we find operator, right? Until we find operator. Now as soon as we find the operator, right? As soon as we find the operator, what we do? We pop out first two, last two, first two and last two values. Last two values we pushed into the stack, right? As soon as हामी पप गर्छौँ र पप गरिसकेपछि हामी के गर्छौँ? we apply that operator in those values. We apply and evaluate
evaluate using that operator in the values, right? And अनि नम्बर 4 मा हामी क्याल्कुलेट गर्छौं हैन क्याल्कुलेट गरिसकेपछि फेरि त्यो भ्यालुलाई पुश ब्याक गर्छौं अगेन पुश ब्याक that value calculated value into the stack until there is no operators left हैन पुश गर्छौं हैन अनि 5 मा return the final stack dot pop है र यो चाहिँ के हुनुपर्छ इन्टिजर अब हेर्ने मैले भने हैन जस्तै मैले भने फेरि I will revise it हैन sorry ओके यहाँ चाहिँ सब जाँदो रहेछ है यसलाई हल्का यहाँ लिन्छु हैन है मैले यहाँ भने यो के भन्न खोजेको भन्दा सपोज यसलाई यहाँ राखौँ हैन सपोज यसलाई यहाँ राखौँ एउटा स्ट्याक बनाऊ स्ट्याकको स्ट्रक्चर कस्तो हुन्छ भन्दा यस्तो हुन्छ ओके स्ट्याकको स्ट्रक्चर यस्तो हुन्छ के हुन्छ भन्दा स्ट्याकमा लास्ट इन फर्स्ट आउट हुन्छ हो लास्ट इन फर्स्ट आउट डाटा स्ट्रक्चर हो हामीले चाहिँ के गर्छौं भन्दा अल द इन्टिजर्सहरु यहाँदेखि यहाँसम्म सबले पुस हाल्नु पहिला ओके पहिला हामी सबै इन्टिजरहरुलाई पुस हाल्छौं कति इयरसम्म जबसम्म अपरेटर्स हामीसँग भेट हुँदैन 10 6 9 हैन 3 अब हामीलाई अपरेटर्स भेटियो यहाँ यो अपरेटर्स भेटिन साथ हामी के गर्छौं त भन्दा हो यो जुन 3 हैन यो 3 छ नि यो 3 र 9 लास्ट टु भ्यालुजहरुलाई हामी पप आउट हाल्दिन्छौं पप आउट हालिसकेपछि हामीले के एप्लाई गर्छौं त यो एप्लाई गर्छौं यो 9 प्लस 3 हामीले यो अपरेटर्स युज गरेर एउटा एक्सप्रेसन एउटा भ्यालु निकाल्छौं 9 प्लस 3 ओके 9 प्लस 3 निकाल्छौं ओके 9 प्लस 3 निकाल्छौं ओके 9 प्लस 3 निकाल्छौं भनेको के हुन्छ त भन्दा यहाँ के आउँछ फेरि हामीले के गर्छौं 3 त्यो 9 प्लस 3 लाई फेरि पुश ब्याक गर्छौं हो पुश ब्याक गर्छौं राइट पुश ब्याक गर्छौं यही पुश ब्याक गर्छौं 9 प्लस 3 लाई 9 प्लस 3 लाई 9 प्लस 3 लाई पुश ब्याक गर्छौं त्यसपछि -11 आउँछ हो -11 आउँछ त्यसपछि फेरि अर्को अपरेटर्स भेट्यो यहाँ यहाँ अर्को अपरेटर्स के गर्यो हामीले यहाँसम्म पुग्यो यो पुश हान्यो अपरेटर्स भेटिन साथ यहाँ यसरी फर्स्टमा हामीले के गर्यो यसरी एउटा एक्सप्रेसन 9 प्लस 3 अपरेटर्स भेटिन साथ लास्ट टु भ्यालु पुश भएको भ्यालुलाई पप आउट गरेर क्याल्कुलेट गरेर युजिङ द्याट अपरेटर फाइन्ड भएको अपरेटर क्याल्कुलेट गरेर फेरि त्यही स्ट्याकमा पुश हानेर ओके फेरि त्यही स्ट्याकमा पुश हानेर राइट त्यसपछि हामी अर्को यहाँ पुग्यो राइट -11 मा पुग्यो फेरि अर्को अपरेटर आयो यहाँ अर्को अपरेटर आयो हामीले अर्को अपरेटर भेट्यो अब हामीले के गर्छौं त भन्दा फेरि अघिको फेरि
पुस भएको लास्ट टु भ्यालुमा यो मल्टिप्लिकेसन अपरेटर एप्लाई हुन्छ ओके मल्टिप्लिकेसन अपरेटर एप्लाई हुन्छ जस्तै जस्तै यहाँ के हुने भयो यो हुने भयो के हो यो मेथड एप्लाई हुने भयो अब है जस्तै यहाँ चाहिँ यी दुईटा भ्यालुहरू के हुने भयो पप आउट हुने भयो र मल्टिप्लिकेसन एप्लाई हुने भयो मल्टिप्लिकेसन एप्लाई हुँदा कति आउँछ त भ्यालु भन्दा आई थिङ्क -132 आउँछ ओके -132 आउँछ म यसलाई फेरि हामीले के गर्ने हो त यहीँ पुस हान्दिने हो ओके यहीँ पुस हान्दिने हो यहाँ कति आउँछ -132 यहाँबाट -100 यहाँबाट है -132 आउँछ नि यहाँ होइन -132 यहाँ फेरि पुस भयो हो फेरि पुस भयो अब -100 यहाँसम्म पुगेको थियो फेरि अर्को अपरेटर रहेछ यहाँ अर्को अपरेटर भेट्ने साथ फेरि लास्ट टु स्ट्याकमा जाने पुस भइसक्यो अर्को अपरेटर भेट्यो हामी पुस गरिरहेछौँ यहाँबाट त पुस गरिरहेछौँ अपरेटर भेटिन साथ लास्ट टु भ्यालु छ कि छैन भनेर चाहिँ छ कि छैन लास्ट टु भ्यालु छ भने के हुन्छ यो अपरेटर्स यहाँ एप्लाई हुन्छ भनेपछि फेरि त्यो त्यो फेरि लास्टको दुईवटा भ्यालुलाई पप आउट हान्छौँ फेरि एउटा अर्को यो डिभाइड 6 डिभाइड -132 यहाँ पुगिसक्यो यो गर्दा 0 आउने भयो यो 0 फेरि यहाँभित्र पुस हुने भयो राइट के हुने भयो यो दुईवटा बाहिर भयो हो यो दुईवटा बाहिर भयो यहाँ चाहिँ कति आउने भयो यहाँ चाहिँ 0 आउने भयो ओके यहाँ चाहिँ कति आउनु भयो यहाँ चाहिँ सरी यहाँ चाहिँ 0 आउनु भयो राइट यहाँ चाहिँ 0 आउनु भयो फेरि हामी यहाँ पुग्यौँ अर्को अपरेटर रहेछ लास्ट भ्यालुलाई हामी निकालिदिन्छौँ यो दुईटाले निकालिदिन्छौँ गेट आउट र पप आउट गरिसकेपछि यो अपरेटर एप्लाई गरेर 10 टाइम्स 0 भनेको कति हो 0 नै हो फेरि 0 नै हो यहाँ है यहाँ छौँ है हामी यो दुईटै पप आउट यहाँ कति आउनु भयो यहाँ 0 आएर बस्नु भयो स्ट्याकमा फेरि पुस गरे हो नि त त्यहाँबाट क्यालकुलेटर भएको भ्यालुलाई यहाँ लगेर हाल्यो स्ट्याकमा लगेर हालेको हो अब हामी यहाँ पुग्यो 17 यो त नम्बर रहेछ भने हामी के गर्छौँ पुस गर्छौँ यो कहाँ हुने भयो 17 यहाँ हुने भयो पुस हुने भयो स्ट्याकमा पुस हुने भयो अब अपरेटर्स आइसकेपछि लास्ट टु भ्यालुहरू पप आउट हुन्छ फेरि क्यालकुलेट हुन्छ हो यो दुईटा बाहिर जान्छ यो अपरेटर के छ प्लस 17 प्लस 0 भनेर हुन्छ राइट र यहाँ चाहिँ के आउँछ 17 आएर बस्नु भयो हो यहाँबाट 17 आएर बस्नु भयो अब 17 फेरि के आउँछ 5 रहेछ यहाँ पुग्यो हामी 5 मा पुग्यो 5 पुस हुन्छ यहाँ नम्बर हो पुस हुन्छ ओके नम्बर हो भने पुस हुन्छ राइट 5 अब अपरेटर आइसकेपछि यहाँ फेरि 17 प्लस 5 लाग्छ यो दुईटा भ्यालु बाहिर पप आउट हुने भयो यो एप्लाई हुने भयो 17 प्लस 5 राइट त्यो क्यालकुलेट हुने भयो फेरि स्ट्याकमा आएर बस्ने भयो 17 प्लस 5 22 र हाम्रो यो एरे पनि भ्याल्यु हो स्ट्रिङको एरे पनि क्यालकुलेट भयो र फाइनली यसरी अब्टेन भएको भ्यालुलाई चाहिँ हामीले एज अ इन्टिजर भ्यालुमा रिटर्न गर्नु पर्यो पप आउट यहाँबाट पप आउट गरेर रिटर्न गर्नु पर्यो यसरी हामीले 22 निकाल्ने हो सो दिस वाज अल द लोजिक यो चाहिँ एउटा खालको लोजिक अथवा एक्सप्लेनेसन कसरी यसलाई सल्भ गर्ने भनेर यो क्वेसनलाई कसरी सल्भ गर्ने एउटा लोजिक अथवा एक्सप्लेनेसन थियो प्रब्लम सल्भिङ एक्सप्लेनेसन है अब यसलाई कोडमा कसरी लेख्ने त भन्ने चाहिँ अर्को हुन्छ अब यसलाई कोडमा अलरेडी है लोजिकबाटै थाहा भयो
यदि नम्बर छ भने के हुन्छ स्ट्याकमा पुस हुन्छ ओके यदि नम्बर्सहरू इन्टिजर्स भ्यालु नम्बर्सहरू छ भने स्ट्याकमा पुस गर्ने म लेख्छु ओके इफ नम्बर्स छ भने के गर्ने पुस इन्टु स्ट्याक स्ट्याक हो स्ट्याक होइन इफ फेरि एउटा यो भयो राइट एउटा यो भयो यदि नम्बर छ भने त्यो भयो राइट यदि 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 अपरेटर्स छ यदि अपरेटर्स भेटायो भने फेरि के गर्ने भयो त के गर्ने भयो लास्टको पप लास्ट टु भ्यालुज फ्रम स्ट्याक एन्ड इभ्यालुएट होइन इभ्यालुएट ओके इभ्यालुएट के भयो एन्ड इभ्यालुएट होइन अपरेटर्स छ भने इभ्यालुएट गर्ने इभ्यालुएट एन्ड पुस ब्याक अगेन इन्टु स्ट्याक राइट पुस ब्याक अगेन इन्टु स्ट्याकमै पुस ब्याक हानिदिने त्यही नै हो स्ट्याकमा हानिदिने र फाइनली रिटर्न गरिदिने होइन रिटर्न गरिदिने आफ्टर अल टोटल क्यालकुलेटेड भएको भ्यालु अथवा टोटल होइन रहेको भ्यालु लास्टमा रिटर्न गर्ने भ्यालु भनेको इन्टिजर भ्यालु हो ओके यही नै हो लेट्स राइट द कोड भनेपछि त्यही नै हो यही नै हो एक्सप्लेनेसन यही नै हो हाउ टु सल्भ इट है लेट्स राइट इट इन्टु कोड लेट्स कन्भर्ट दिस लोजिक इन्टु कोड पहिला त हामीलाई एउटा स्ट्याक चाहियो ओके पहिला हामीलाई एउटा स्ट्याक चाहियो यो एउटा स्ट्याक हो नाउ अब हामीलाई टोकन्स एज अ एरे अफ स्ट्रिङ दिएको छ एरे अफ स्ट्रिङ टोकन्स दिएको छ राइट हामी के गरौँ भन्दा अब पहिला त हामी एउटा पहिला लुप हाल्नु सबै लेट आई इक्वल्स टु 0 आई लेसर देन टोकन्स डट लेन्थ आई प्लस प्लस पहिला लुप हानौँ होइन के गरौँ भन्दा यदि अपरेटर्स हो भने पहिले पप हान्नु होइन अपरेटर्स छ भने यदि अपरेटर्स भेटियो भने पप हान्ने लास्टको टु भ्यालु पप हान्ने त्यसरी जाउँ है इफ यदि अपरेटर्स भेटियो भने होइन अपरेटर्स भेटियो नम्बर छ भने त पुस भइहाल्ने भयो अपरेटर्स छैन भने अपरेटर्स छ भने अभियसली देयर विल बी टु इन्टिजर्स भ्यालु अलरेडी पुस्ट इन्टु त्यहाँभन्दा अगाडि अपरेटर्स आउँदैन राइट राइट पहिले त्यसरी जाउँ है जस्तै इफ टोकन्सको आई है इफ टोकन्सको आई इज इक्वल्स टु प्लस राइट or minus subtract or multiplication or division छ भने ओके छ भने यदि चारवटा अपरेटर्सहरू छ भने what we are going to do is पहिला कुरो त हामी पप हान्छौँ हो let a equals to stack dot pop okay stack dot pop let b equals to stack dot pop अर्को पप हुने
दुईटा भ्यालु पप हुने भयो, दुईटा भ्यालु यहाँबाट पप हुने भयो। अब यसबाट चाहिँ हामीले इभ्याल रिजल्ट निकाल्नु छ, इभ्यालुएट गर्नु छ। इभ्याल 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 हामी चाहिँ कसरी गर्छौँ भन्दा डलर बी है, डलर बी टोकन्स कुन चाहिँ अपरेटर छ त्यसैलाई एक्सप्रेस गर्ने हो हैन, डलर ए यसरी हामी एक्सप्रेस इभ्यालुएट गरिदिन्छौँ। ओके, इभ्यालुएट गर्ने तरिका यस्तो गर्दा यहाँ रिजल्ट आउनु गयो। त्यसपछि हामी यो रिजल्टलाई पुश गरिदिन्छौँ, स्ट्याक डट पुश रिजल्ट, राइट, स्ट्याक डट पुश रिजल्ट। यसलाई हामी पुश पनि गर्नु छ, हो कि हैन, पुश पनि गर्नु छ, राइट, अनि पुश पनि गर्नु छ। अनि त्यसपछि हामी के गर्नु छ, त्यसपछि यही नै हो, पुश गर्नु छ, रिजल्ट पुश हुन्छ हैन। यदि त्यो भएन भने एल्स, यदि त्यो अपरेटर छैन भने अभियसली त्यो नम्बर हो, दिएको भ्यालु नम्बर्स नै हो। ओके, त्यो छैन भने हामी चाहिँ स्ट्याक डट पुश टोकन्सको व्हाट इज एन हैन त लास्टमा रिटर्न स्ट्याक डट पप स्ट्याक डट पप एन भयो। यसरी सल्भ हुन्छ, बट हामीलाई एउटा एरर आयो, 6.6 इज नट अ भ्यालिड रिटर्न। के भयो भन्दा यहाँ चाहिँ यहाँ इज नट अ भ्यालिड इन्टिजर। यहाँ चाहिँ के भइरहेछ भन्दा पुस हुँदाखेरि यानि स्ट्याकमा चाहिँ के को रूपमा पुस भइरहेछ भन्दा यो त स्ट्रिङ हो नि त, अभियसली यहाँ चाहिँ स्ट्रिङ पुस भइरहेछ। जब हामी पप हान्छौँ यो चाहिँ स्ट्रिङको रूपमै रिटर्न भइरहेछ नि त। सो यसलाई हामीले के गर्नुपर्छ त भन्दा नम्बरमा कन्भर्ट गर्नुपर्छ कि, यसलाई हामीले नम्बरमा कन्भर्ट गर्नुपर्छ भनेको नम्बर एउटा त यो, ओके, र अर्को एउटा यो, लेट्स सी के आउँछ है, लेट्स सी के आउँछ। ओके, इज नट अ रिटर्न टाइप भ्यालिड भ्यालु 6.6, ओ ओके 6.66 हामीले के गर्नुपर्छ भनेको छ, इट सुड बी ट्रङ्केटेड टुवर्ड्स 0 है। भनेपछि यहाँ जब चाहिँ डिभिजन भइरहेको छ नि यतिखेर यो रिजल्ट चाहिँ के हुनु पर्यो त भन्दा म्याथ डट टिआरयुएनसी भन्ने फङ्सन हुन्छ र रिजल्ट। आई थिङ्क दिस इज सल्भ। यस, सल्भ भयो। यो ट्रङ्कले चाहिँ के गर्छ त भन्दा पछाडिको फ्र्याक्सन भ्यालुलाई 0मा कन्भर्ट गरिदिन्छ। ओके, 0मा कन्भर्ट गरिदिन्छ। यसरी मेबी आई थिङ्क दिस इज हाउ यु सल्भ दिस क्वेसन है। यसरी चाहिँ जस्तै यहाँ जसरी एक्सप्लेन भयो नि है, जस्तै फेरि रिभाइज गर्दा जस्तै इफ आई कपी दिस कोड है एन्ड if I if I push it here, very somewhere, very somewhere, and then
राख्छु र यसले पनि यहाँ राख्छु र अब त ठुलो भयो है ठुलो भयो ल हेर्ने यहाँ यो फङ्सन्स हो यो फङ्सनले चाहिँ के ल्याइरहेको छ भन्दा यो फङ्सनले चाहिँ यहाँ टोकन ल्याइरहेको छ यो फङ्सनले के ल्याइरहेको छ टोकन्स एरे अफ स्ट्रिङ ल्याइरहेको छ हो यो ल्याइरहेको छ ओके यो ल्याइरहेको छ हामीले एउटा स्ट्याक बनायो स्ट्याक त्यो टोकन्सहरूमा लुप गरेर हामीले चाहिँ पहिला चेक गर्यो के अपरेटर पहिला चाहिँ चेक गर्यो यदि नम्बर छ भने त अभियसली हामीले एल्समा पुस हानिदिने भयो त्यो टोकन्स आइलाई पुस हानिदिनु भयो यहाँ पुस हान्ने थियो नि 10 6 यहाँ पुस हान्ने होइन 10 6 पुस हान्ने थियो राइट पुस हानिएको थियो त्यही हो अब अपरेटर छ भने हामीले चाहिँ लास्टको दुईवटा भ्यालु जस्तै 10 6 गइरहेको थियो नि 9 3 अनि लास्टको दुईवटा भ्यालु 3 र 9 9 र 3 पप आउट भइरहेको थियो 9 र 3 जस्तै कस्तो थियो भन्दा यसरी थियो अनि हामीले पहिला के हालेको थियो 10 हालेको थियो त्यसपछि 6 हालेको थियो त्यसपछि 9 हालेको थियो राइट त्यसपछि 3 हालेको थियो 3 हालेको थियो अब यहाँबाट चाहिँ के पप हुने भयो त भन्दा पहिला ए भनेको 3 हुने भयो ओके ए भनेको 3 यहाँबाट के पप हुने भयो 3 त्यसपछि 9 पप हुने भयो अनि यहाँ हेर्ने जस्तै यदि यहाँ 9 यदि यहाँ हामीले सबट्र्याक्ट गर्नु परेको थियो भने कसरी जान्थ्यो त भन्दा यसरी नै जस्तै यहाँ माइनस हुन्थ्यो भने 9 माइनस 3 हुनु पर्थ्यो नि त सो बी माइनस ए हुनुपर्छ नि त यहाँ बी माइनस ए हुनु पऱ्यो नि त यहाँ होइन यो चाहिँ यसमा चाहिँ मिस्टेक गर्नु भएन यसमा चाहिँ मिस्टेक ए माइनस बी गरेर भएन कि जस्तै यहाँ चाहिँ ए यसै यो पुस कसरी भइरहेको छ त है यो पप आउट हुँदा यो जस्तै ए त 3 को रूपमा आइरहेको छ बी कसरी आएको छ 9 को रूपमा आइरहेको छ भनेपछि हामीले सल्भ कसरी गर्नु पर्छ बी माइनस ए को रूपमा बी कुन चाहिँ अपरेटर हो अनि ए त्यसरी इभ्यालुएट गर्नु पर्यो ओके यदि नम्बर अनि त्यसलाई ट्रङ्केट जिरोमा त्यसको फ्रेक्सनमा नआउन दिनको लागि ट्रङ्केट गरिरहेको छ ओके एन्ड एल्स यदि त्यो नम्बर इन्टिजर नम्बर हो भने चाहिँ त्यहाँ जस्ट सिम्पली पुस हानिएको छ राइट लास्टमा गएर लास्टमा क्यालकुलेटेड भएको भ्यालु चाहिँ रिटर्न हानेको छ द्याट्स इट त्यही नै हो रिभाइज भइरहेको सो अन्टिल यो लुप अन्टिल यो हामी यो लुप गरेर भ्याउँदैनौँ अन्तिल इनसम्म जान्छ ओके प्लससम्म गएपछि भ्याइनिवेसम्म वी आर क्यालकुलेटिङ नम्बर अनि पुस गरिरहेछौँ अपरेटर अनुसार लास्टको दुईवटा भ्यालुलाई पप आउट हानिरहेको छ त्यसपछि फेरि क्यालकुलेट गरिरहेको छ क्यालकुलेटेड भ्यालुलाई फेरि यही स्ट्याकमै पुस हानिरहेको छौँ स्ट्याकमा पुस हानिसकेपछि फेरि यदि अपरेटर छ भने त्यसपछिको लास्ट दुईवटा भ्यालुलाई निकालेर फेरि क्यालकुलेट गरेर फेरि त्यसलाई पुस हानेर होइन अन्टिल वी रिच द एन्ड हामी त्यसमा पुगिसकेपछि हामीलाई क्यालकुलेटेड भएको अन्टिल फाइनल भ्यालु चाहिँ कति हो त 22 हो त्यसलाई नम्बरमा कन्भर्ट गरेर हामी चाहिँ नम्बरमा कन्भर्ट गरेर रिटर्न हानेको छौँ That's all. That is what we are doing to solve this problem. Accepted. Okay. र यसको टाइम कम्प्लेक्सिटी हेऱ्यो भने यसको टाइम कम्प्लेक्सिटी के हुन्छ त भन्दा ओ अफ यान हुन्छ किनकि हामी लुप गरिरहेछौँ हो यहाँ चाहिँ हामी कतिचोटि यान टाइम्स टोकन्स यसको यान टाइम्स टोकन्सको लेन्थ भनेको यदि यान हो भने हामी चाहिँ यान टाइम्स लुप हानिरहेको छौँ टोकन्स त लामो कति लामो हुनसक्छ नि त होइन धेरै लामो हुनसक्छ नि त जस्तै यहीँ यो छ योभन्दा त एकदमै ठुलो पनि हुनसक्छ होइन ठुलो पनि हुनसक्छ सो यान टाइम्स भएको हुनाले यसलाई सल्भ गर्नको लागि टाइम कम्प्लेक्सिटी कति लाग्यो त भन्दा ओ अफ बिग ओ अफ यान लाग्यो टाइम कम्प्लेक्सिटी
of n है o of n है किनकि numbers can be a lot है यो स्ट्याकले होल्ड it might have to hold a lot of values है त्यही भएर यसको टाइम स्पेस कम्प्लेक्सिटी पनि सेम big O of n. So thank you for watching this video.